अहिलेसम्म तपाईले एउटा चिज त हामीलाई भनिदिनु भएन। नेपालले पनि भारतको सीमा मिच्या छ भनेर प्रधानमन्त्री भइसके पछाडि केही पर्दा हाम्रो प्रधानमन्त्रीले थाहा पाउनु भएछ। त्यो कुरा चाहिँ यसमा किन नभन्दा तपाईहरुले? म चाहिँ भन्न चाहन्छु यो भनाइ उहाँको एकदमै गलत छ। प्रधानमन्त्रीज्यूलाई संसदमा फसाइदिनु भयो नि तपाईले? किन फसाउने र मैले प्रश्न गरेँ। तपाईले प्रश्न गर्नुभयो, प्रधानमन्त्रीज्यूले जवाफ दिनुभयो, अनि त्यही जवाफमा तपाईहरुले संसदमा हंगामा मचाइरहनु भयो। अहिले तपाईहरुलाई मसला मिल्या छ। कुरा त यही हो नि। आज ग्रेटर नेपालको कुरा गरिन्छ। ग्रेटर नेपालको कुरा मात्रै होइन, ग्रेटर नेपालको नक्सा त आफू काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा आफ्नो कार्यकक्षमा अहिलेको प्रधानमन्त्रीज्यूले राखेको हामीले देखेको। इनिसियल दस्तखत भएको छ दुईटा ठाउँ, दुईटा बिन्दुका बारेमा, विशेष गरेर कालापानी एरिया र चाहिँ सुस्ताको बारेमा चाहिँ दुईटैका बीचमा सहमति हुन सकेको छैन। तर जहाँनिर प्रधानमन्त्रीको अभिव्यक्ति आयो यो त 1985 भन्दा अगाडि गएन। अब हाम्रो उहाँसँग आफ्नो एक्सपिरियन्स छैन। म यति भन्छु। हैन, तपाईको एक्सपिरियन्स के चाहियो भने के तपाईको एक्सपिरियन्स के चाहियो पूर्व मन्त्रीज्यू? जबकि उहाँले संसदमा बोलेको दिनको घाम जस्तै छर्लङ्ग छ, अनि तपाईले त्यहाँनिर किन जिब्रो चपाउनु पर्यो? कि नेपाली कांग्रेसको छुट्टै, नेपाली कांग्रेस चौमको छुट्टै हुन्छ? तपाईले भन्नुभएको कुरा ठिकै हो कि उहाँले जुन अभिव्यक्ति संसदमा दिनुभएको छ त्यो अभिव्यक्तिको जस्टिफिकेसन छैन। प्रधानमन्त्रीलाई जोगाउनलाई किन यति धेरै मेहनत गरेन भन्नुस्? हैन, जोगाउनु पर्छ। देशको प्रधानमन्त्री हो, तपाईकै झापाको सांसद हो उहाँ। उहाँले गरेको गल्ती हामीले पनि बिहोर्नु पर्छ। त्यसकारणले उहाँलाई गल्ती गर्ने छुट छैन र यस प्रकारको गल्तीहरू सच्याएर जानुपर्छ। सच्चिने बाटो के हुन्छ? उहाँले हाम्रा तथ्य प्रमाणका आधारमा कूटनीतिक हिसाबले संवादबाट यो टुङ्ग्याउँछु, यो नेपालको भूमि हो, त्यसलाई कायम गर्छु भन्ने संकल्प हामीले खोजेको संकल्प हो। तपाईले अहिले उहाँसँग संकल्प खोज्नेले तपाईहरुलाई एउटा ठूलो सकस छ। भक्तपुरबाट उता लाएपछि तपाईहरुको चोरौलो उठ्दैन नि? भक्तपुरबाट उता लाएपछि तपाईहरुको चोरौलो उठ्दैन? मज्जाले उठ्छ। 74 सालमा 2/3 थियो। त्यति बेला त्यो संकल्प कहाँ थियो? यस अगाडि भदौ 22 र 23 र 24 अगाडि कांग्रेस सहितको 2/3 थियो। त्यो बेला चाहिँ संकल्प कहाँ गएको थियो? 4 जिल्लामा नेपालीहरूले भारतीय जमिनमा आबादी गरिरहेका छन्। त्यसलाई चाहिँ नेपालीले सीमा अतिक्रमण गरेको भन्न मिल्छ कि मिल्दैन? मिल्दैन कुनै पनि सीमा अतिक्रमणको विषय नै होइन है। यसमा टेक्निकल टर्म के छ भनेदेखि किसान र किसानको बीचमा जग्गा भनौँ अब दखल गरेकोलाई चाहिँ अकुपेसन भनेर भनिन्छ हो कि? तर राष्ट्रले राष्ट्रको अर्को राष्ट्रको जमिन मिच्यो भने त्यसलाई चाहिँ इन्क्रोचमेन्ट भनेर भनिन्छ हो कि?